हामी आज हाट बजार मेलातिर छौँ साथीहरू। यसरी धेरै परदेशी साथीहरूसँगै बसेर खाना खाँदैछौँ। सम्पूर्ण नमस्कार। आज काग तिहार सम्पूर्णलाई शुभकामना। आजदेखि गाउँघरमा देउसी भैलो सुरु भइसकेको छ। हाम्रो गाउँमा पनि लागिसकेको अवस्था रहेछ, यो भिडियो मार्फत देखेको। र आज गाउँघरमा रमाइलो गर्दै हुनुहुन्छ होला तपाईँ देउसी भैलो खेल्दै। तर चाहिँ हामी परदेशमा चाहिँ हामी यसो भौतारी रहेका छौँ। हामी धेरै दिनपछि हाट बजार नेपालतिर, यहाँ चाहिँ बङ्गाली मार्केट, त्यहाँ विभिन्न तरकारीहरू खाद्यान्न सम्पूर्ण सामानहरू पाउँछ भने नास्ताका प्रकार पनि पाउँछ। यहाँ सेकुवा पाकिरहेको छ। यता खानपिन गरिरहनु भएको छ साथीहरूले। यसरी बाटोमा एक ठाउँमा बसेर यसरी खाना खाने हो साथीहरू। नेपालमा चाहिँ भित्र होटलभित्र टेबलमा बसेर खाने चलन हुन्छ। हामीले पनि मोमो अर्डर गऱ्यौँ र मोमो खाँदैछौँ दुईजना साथी मिलेर। मैले स्पोन्सर गरेको छु साथीलाई, भोक लाग्यो भनेर हामीले खायौँ। यसरी बाटोमा एक ठाउँ बस्ने व्यवस्था छ। हामी मात्रै थिएनौँ, अरू पनि थिए साथीहरू। हामीले यसरी मोमो खाँदैछौँ मिठो मानिकन धेरै दिनपछि मोमो। हामी मात्रै थिएनौँ साथीहरू, यहाँ धेरै साथीहरू हुनुहुन्छ। दिनभरिको थकान साँझ यसरी मेला हाट बजारतिर आएर मेलातिर रम्चाउनु भएको छ साथीहरू। एकअर्कामा हामीले पनि यसरी बसेर रात्रिकालीनको मजा इन्जोय लियौँ मोमोको साथ। हामी यता मोमो खाइसकेर यता उखु जुस खान पुग्यौँ। उखु जुस पाउँछ हाम्रो नेपालतिर खाने चलन हो। अहिले उखु जुस किनेर खायौँ। अहिले गर्मी सिजन थियो, अझै गर्मी छ, चिसो उखु जुस खायौँ। र हामी उखु जुस खाइसकेर हामी यता बङ्गाली तरकारी बजारतिर पुग्छौँ। यहाँ धेरै हाइमास्ट लाइटहरू छ, जताततै उज्यालो लाइटले गर्दा प्रष्ट रूपमा यहाँको सम्पूर्ण दृश्यहरू देख्न सकिरहेको छैन, किनकि यो रातको समय हो। आज सन्डे भएको हुँदा मान्छेहरूको धेरै भिडभाड छ साथीहरू। धेरै नै अहिले दिवाली चलिरहेको हुँदा यहाँ मान्छेको चहलपहल धेरै जस्तो। आज सन्डेको छुट्टी हुन्छ प्रायः साथीहरूको, त्यही भएर मान्छेको यहाँ आज धेरै नै थुप्रो उनीकिने चहलपहल रहेछ। र हामीलाई हेडफोन चाहिएको थियो र हामीले दुईवटा साथी मिलेर एक एउटा खरिद किन्यौँ। र हामी अन्य सामान पनि किन्नेछौँ। पसिनल गर्दै म यतिखेर यात्रामा छु। एक साथी थियो मेरो, साथी कता बिछुटियो, हरायो। किनकि साथीलाई फोन हान्दा फोन लागेन, उठेन, साथी हरायो। हामी टाइममै निक्लेको रुमदेखि अल्को 1देखि अल्को 4 पुगेर म यतिखेर रुममा फर्किँदैछु। धेरै नै घुम्यौँ गल्ली हुँदै। त्यहाँ बङ्गाली मार्केट, हाट बजार, पञ्चम नेपाल हाट बजार जस्तो लाग्छ। त्यहाँ धेरै माहौल बुझ्यौँ, घुम्यौँ, रमाइलो गऱ्यौँ। र अहिले अँध्यारो परिसक्यो, भोलि ड्युटी जानुपर्छ। छुट्टी हुने बित्तिकै हामी रमाइलो गर्नतिर अघि सर्छौँ। हामीले इयरफोन ल्याएको छौँ। रुममा ठुलो साउन्ड नआओस् भनेर, कसैलाई डिस्टर्ब नहोस् भनेर यो इयरफोनहरू अनिवार्य छ, आवश्यकता छ।